हेलो नमस्ते साथीहरू। आज म यो के अरे उसको साग दुधे साग पनि भन्दो रहेछ, ढुङ्ग्रीको साग पनि भन्दो रहेछ हो, त्यो टिप्दैछु। हामी टिप्दैछौँ दिदी बहिनी मिलेर है। हामीहरूलाई चाहिँ यसो पुग्छ भनौँ न एक किसिमले। यस्तो छ मेरो कोसी अहिले आजको तरकारी है। पुगिहाल्यो नि। अस्ति भर्खरै टिपेको कस्तो राम्रो भएको छ है। है त्यही त नि टक है त्यही त नि यो जस हामीलाई मजाले पुग्छ भनौँ न। हजुर हुन्छ, त्यो पनि मिसाउनु पर्छ। साग ए पुगिहाल्यो नि है नि मलाई छाक त। सबै टिपिदिउँ झ्यामझुममा लाएर। यस्तो यस्तो भएछ मेरो सागको हालत। अब आज हार्भेस्ट गरेको भनौँ न। मेरो बहिनीले टिप्दै हुनुहुन्छ। मेरो बहिनीले यहाँ साग टिप्दै हुनुहुन्छ। म चाहिँ भिडियो बनाउँदैछु। जस खुसी लाग्छ, आफ्नो बारीको खुसी लाग्ने कि है। त्यही त नि। आकाशको पानी जस्तो राम्रो चाहिँ हुँदैन कि, मलै हाल्नु पर्दैन भनौँ न एक किसिमले है। आकाशको पानीले के हो नि। ल वाह, छाक त पुगिहाल्यो नि मजाले। आम्मामा है वाह। ल बहिनीले टिपिदिएको लक्षिणकाट हो नि। क्या राम्रो भएछ। बहिनीले साटसुट्ट काटिदिएको भएर त्यो आएको के। दाइले डेली हेर्नुहुन्छ। डेली हेर्नुहुन्छ त्यहाँ त। डेली हेर्नुहुन्छ। त्यही त नि। त्यो लुकाइदियो पत्ता, फेरि बाँदरले खाइदिन्छ र पत्ता। अब छोड्दो नि मलाई। यता पनि छ साग। त्यो चाहिँ छिटो आउँछ नि, पानी परेको भएर पनि यो साग अलिक छिटो नै मौलाउँदो रहेछ कि है। गोलबेडा पनि पाक्नु है। मेरो बहिनीले आज काटिदिनु भएको। होइन नि, बाँदरले खाइदिएको नि कान्छी। अस्ति कहाँ बाँदरले खाइदिएको। त्यही पनि हुन्छ कि भने छोडिदिएको अलिक ठुल्ठुलो भइरहेको छ त्यत्तिकै पनि। यस्तै छ है, ठिकै छ, यस्तै छ। यस रमाइलो मेरो कोसेको। कर्कलो पनि हुन थाल्यो आलुसँगै एक छाक भनौँ न है। मजाले भएछ। गोलबेडा पाकेछ, बाँदरले पनि खाइदिएछ, त्यस्तै छ। थ्याङ्क यू। फलेको छैन। थ्याङ्क यू हेरिदिनु भएकोमा। मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला। धन्यवाद साथीहरू, मेरो च्यानलमा सब्सक्राइब गरिदिनुहोस् होला।